नमस्कार 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 रे आज तम सबैलाई स्वागत गरे मेरा एक नयाँ ब्लगमा। आज म पकाउन आयो आज दोसरी यो माडो पकाउन तयारी बेसन सेसन रेल गरी पूरा तयारी गरेर राख्यौँ। उलाई पारे बेलेमा हाल राख्यौँ घी वो पारे घरबाट आएको घी और यो तयारी सबै निकाय होला भन्ने आशा गरेर राख्यौँ। तम सबै जहाँ छ जसा छ सुख शान्ति यो होइजाऊ भन्ने भगवानसित प्रार्थना गर्दो रे लौबुई अब मैं माडो बनाउन सुरु गर्दा हाँ। अब मैले यो हाले यहाँ तोमा मैले लाइहाल्थे तुम्हारा घी लाइहाल्थे। अब हाले तोमा हालेपछि म यसलाई मजाले बनाऊ किनारासम्म ठुलो बनाउन। उही पछा तमलाई मैं फर्काउन देखाउन रहलो कि कसरी बनाए मैले सब तमलाई देखाउलो। लौ कोही तम सबै मेरा ब्लगलाई हेर्दिया माया गर्दिया साथ सहयोग गर्दिया शेयर लै गर्दिया भन्न चाहनु हाँ। विशेष गरी यो एकै हातले बनाउनाले खाए थोड़ा असहज हुन्छ। अरे तपाईँ भिडियो बीचमा रोक गरेर बनाउन आर्यो अन्यथा जनलिया यसलाई मैले यो चौथी बारी हाले अब 5-6 फेरा हालेपछि गद्दी हूँ। यसमा ठ्याक्क लाएपछि म तलतिर घी लाएपछि फर्काउन आर्यो। परदेश ठाउँ बसाइमिन जहाँ यसो माडो खाने मन लाग्यो आज माडो पकाउन आर्यो। तम सबै भिडियोलाई जस सकन्छ शेयर गरिदिया माया साथ सपोर्ट लैदिया भन्न चाहनु। ये है पहिलेलाई तमले बहुत माया साथ सपोर्ट दिया हो। अब म यसमालाई घी लाउन आर्यो घी पिन लगाइदियो यो खने आयो घी लगाएर मजाले देसी घी लाउन आर्यो। यसमा म घरबाट आयो हो यो घी उही लाउन आर्यो। पहिलेलाई मेरो मणा को वीडियो तमले बहुत पसंद गर्दी थे आज पसंद गर्दा अब मैं मणा मात्रै नै और चीज़ बहुत सारा वीडियो ल्याउने प्रयासमा छु। तम सबै माया साथ सहयोग गर्दिला भन्ने आशालाई गरेर राख्यौँ। ल यो एक माडो यो तयार गरे हामीले यहाँ राख्यो। अब दोस्रो कि मैं तयारी गर्दा आर्यो। अब मैं यो दोसरा मणा की तयारी गर्दा आर्यो। नन्नाई 2 मणा पकाउने हो 7-8 फेरा वो फर्काए अब 4-5 फेरा ये फर्काए फिर कोई अब सक्की हो यो माडो लो भयो हो तयार। अब ये पछा यो माडो भयो तयार। अब यसलाई मैं पल्टीलाई मार्दो फर्काए फिर यसलाई एउटा घी लाएर क्या फर्काए फिर थोड़ा सेका लाउनु पड्यो। सँग यो छाँच हालेको साग आलू प्याजको छाँच हालेको तडपडान साग बनाएर आइछ। ये दादीले बनाइयो साग मैले बनाइए माडा। अब यही सागलाई मैले ढोक्या। तम सबैलाई यो भिडियो जहाँलाई फेसबुकमा हेर्दा छ भने फेसबुकलाई फलो गरिदिया और मेरा यूट्यूब च्यानलमा हेर्दा छ भने यूट्यूब च्यानललाई सब्सक्राइब गरेर साथ सहयोग गरिदिया भन्न चाहनु। तम सबैको माया साथ सहयोग इसै जसै यहाँ पहिले पाइरहेको थियो उसै पाउने आशा सहित बहुत धन्यवाद दिन चाहनु रे। तम सबै मेरो भिडियोलाई धेरै शेयर गरिदिया हवस् त धन्यवाद।